जानलाई फेरि पनि तपाईँहरूलाई स्वागत छ हाम्रो युट्युब च्यानल नेपाली एजुकेसन सिस्टम। आज धेरै दिनपछि एउटा हामीले नै भिडियो ल्याएको छौँ। दुईजना व्यक्तिहरूले नै मलाई एउटा कमेन्ट गर्नुभएको थियो र धेरै प्रश्न सोध्नुभएको थियो। सर, मनमा गरेको पनि हालिदिनु पऱ्यो, भेटेको छैन, भोलि पछि बिजुली इक्जाम हुन छ, कहाँ हो पाउने, कसरी ठाउँ पाउने, त्यस्तै त थुप्रै कुराहरू तपाईँले हामीलाई भन्नुभएको थियो। र आज हामीले एउटा सानो भिडियो ल्याएको छ, तपाईँले हेर्न सक्नुहुन्छ स्क्रिनमा। त्यो चाहिँ हो विद्युत इक्जामको लागि। यो तपाईँहरूको हुन्छ शनिबार 23 गते 25 गते हुन्छ। र तपाईँले हाम्रो स्क्रिनमा हेर्न सक्नुहुन्छ, ल्यापटपको स्क्रिनमा अथवा डेस्कटपको स्क्रिनमा हेर्न सक्नुहुन्छ। यो कहाँ कुन ठाउँको लागि हो, महिनाभरको लागि हो, तपाईँले हेर्न सक्नुहुन्छ। लोकसेवा आयोग त्यो चाहिँ हाम्रो केको लागि छ, लेभल 5 को लागि, सुपरभाइजर होइन, मिटर रिडिङको लागि र लेखापालको लागि विभिन्न किसिमको छ। अनि पहिले चाहिँ हाम्रो आएको छ यो मिति 2083 2 महिना 7 गते चाहिँ तपाईँको चाहिँ पिएससी भन्नेमा एभाइलेबल आएको हो। त्यतिखेर चाहिँ विद्युतले चाहिँ अप्रुभ गरेको थियो र त्यही अनुसार हामीले चाहिँ हेर्दाखेरि विज्ञापन कसको लागि, सुपरभाइजरको लागि, कुन ठाउँको लागि हो, प्रदेशको लागि हेर्न सक्नुहुन्छ। यो चाहिँ सुदूरपश्चिम प्रदेशको लागि हो है, सुदूरपश्चिम प्रदेशको लागि हो। तपाईँले हेर्न सक्नुहुन्छ स्क्रिनमा। माथि चाहिँ तपाईँको मिटर रिडिङ सुपरभाइजरको लागि हो भने तल चाहिँ लेखाको लागि हो। अब ड्युटीको इक्जाम कहिले हुन्छ भनेको 2 महिना 23 गते हुन्छ, दिनको 2 बजे भनेको दिउँसोको 2 बजे तपाईँको इक्जाम हुन्छ 2 महिना 23 गते। सुपरभाइजरको पनि त्यतिखेर पनि हुन्छ, लेखाको त्यतिखेर पनि हुन्छ। र दोस्रो पेपर हाम्रो कहिले हुन्छ भने चाहिँ 2 महिना 24 गते चाहिँ तपाईँको सुपरभाइजरको हुन्छ दिनको 2 बजे। त्यस्तै गरेर दोस्रो पेपर हाम्रो 2 महिना 25 गते चाहिँ लेखाकोलाई चाहिँ 2 बजे चाहिँ हुन्छ है। 2 महिना 25 गते चाहिँ लेखाको हुन्छ भने 2 महिना 24 गते चाहिँ सुपरभाइजरको हुन्छ। र अब तपाईँको सेन्टर कहाँ पऱ्यो भने तपाईँले हेर्न सक्नुहुन्छ। पहिलो पेपर र दोस्रो पेपरको सेन्टर एकै ठाउँमा छ, तपाईँले त्यहाँ हेर्न सक्नुहुन्छ। र तपाईँको चाहिँ रोल नम्बर हेर्न सक्नुहुन्छ स्क्रिनसट है। प्रथम पेपर कहिले हुन्छ 2083 2 महिना 23 गते चाहिँ पहिलो पेपर हुन्छ। र यो इक्जाम सेन्टर तपाईँले हेर्न सक्नुहुन्छ आफ्नो प्रवेश पत्रमा भएको रोल नम्बर अनुसार। र पहिलो नम्बरमा तपाईँ हेर्न सक्नुहुन्छ 1005 7402। टोटल हाम्रो कति हुन्छ समूहमा 200 जना हुन्छ। र यो कहाँ पर्छ भनेर तपाईँले यहाँसम्म हेरेर आफ्नो इक्जाम सेन्टर हेरेर त्यहाँ चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। यस्तै गरेर हाम्रो चाहिँ दोस्रो पेपर कसको लागि, मिटर रिडिङ, सुपरभाइजर, लेखा सबैको लागि, प्रशंसा सबैको लागि 24 गतेको इक्जाम कहाँ हुन्छ त्यसको पनि तपाईँले हेर्न सक्नुहुन्छ। यसरी हाम्रो 25 गते चाहिँ लेखा रहेछ, 24 गते चाहिँ हाम्रो के रहेछ सुपरभाइजर, मिटर रिडिङ र प्रशंसाको लागि चाहिँ छ है। त्यहाँ चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। र यो इक्जाम सेन्टर चाहिँ फरक हुने छैन, सेम हुन्छ पहिलो पेपर र दोस्रो पेपरमा, तपाईँले हेर्न सक्नुहुन्छ आफै। र आजको लागि यति नै। यदि तपाईँलाई कुनै पनि थप जानकारी चाहिएको छ भने चाहिँ हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। र हाम्रो नम्बर रहेको छ 9866108205 9866108205। हाम्रो च्यानल रहेको छ NES सर्टकटमा, NES भनेको नेपाली एजुकेसन सिस्टम। थ्याङ्क यू सो मच।